वान अफ द मेन रोल भनेको प्रोटिनले खेल्छ क्या। तपाईँको चोट लाग्यो त्यसलाई घाउ निको पार्नको लागि प्रोटिन चाहियो होइन, नयाँ सेल्सहरू बनाउन प्रोटिन चाहियो, हर्मोन सेक्रेसनको लागि प्रोटिन चाहियो, ब्लडहरू बनाउन प्रोटिन चाहियो होइन। अनि जुन चिज चाहिँ हामीले खाएकै हुँदैन, वेट बढी छ, वेट कसैको धेरै छ भने चाहिँ काजुहरू अलिकति अभोइड गर्नु, आलमन्डहरू ओखरहरू जुन हामीले खाइरहन्छ हाडे बदामहरू त्यो चाहिँ बढी दिनु पऱ्यो नट्समा पनि होइन। फ्रुट चाहिँ के भन्छु भने तातो पानीमा एकछिन डुबाएर निकालेर बरु खानुहोस् होइन, अभोइड चाहिँ नगर्नु। फ्रुट्स जति खानुहुन्छ तपाईँको माइक्रोन्युट्रिएन्ट त्यति नै त्यसले चाहिँ तपाईँलाई दिइरहन्छ। के भन्छु भने मार्केटमा तपाईँले भिन्डी पाउनुहुन्छ भिन्डी ल्याएर खानुहोस् होइन, साग जेको पाउनुहुन्छ त्यही ल्याएर खानुहोस्, यही अहिले यही खानुपर्छ भन्ने छैन क्या। तपाईँको क्वाटी होला होइन, क्वाटी त धेरै टाइमसम्म स्टोर गरेर राख्नु मिल्ने टाइपको फुड भयो नि त, भिजाएर त्यही क्वाटी नै बनाएर खानु पनि सक्नुहुन्छ होइन। जस्तै तपाईँको करेसाबारीमा साग टन्नै होला, सहरमा त्यो एभाइलेबल नहोला सपोज होइन, साग टन्नै छ भने साग मजाले बनाएर भातसँग साग खाने होइन, गुन्द्रुकहरू रेगुलर बनाएर खानुहुन्छ, मकै भट्मास टन्नै हुन्छ होइन, कोदो हुन्छ, फापर हुन्छ, एकदमै हाई तपाईँको प्रोटिन भयो, मिनरल्स भयो, एकदमै धेरै हुन्छ त्यसमा, जिङ्कहरू हुन्छ होइन, सबै चिज हुन्छ। दर्शकबिन नमस्कार, म रामजी बलामी। मुलुकमा पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण तीव्र दरमा फैलिरहेको छ। यसको नियन्त्रणका लागि सरकारले निषेधाज्ञा जारी गरेका कारण आम सर्वसाधारण घरभित्र छन्। यसले गर्दा एकातिर शारीरिक व्यायाममा कमी भएको छ भने अर्कोतिर घरमा बस्दा खानेकुराको ब्यालेन्स बिग्रेको छ। यावत कारणले हाम्रो स्वास्थ्यमा असर परिरहेको छ। यस्तो अवस्थामा इम्युनिटी पावर बढाउन र आफ्नो स्वास्थ्यलाई स्वस्थ राख्न खानेकुराको ब्यालेन्स कसरी मिलाउने त? स्वास्थ्य पथको यो श्रृङ्खलामा आज म यसै विषयमा कुराकानी गर्न गइरहेको छु। कुराकानीका लागि मैले निम्त्याएको छु डाइटिसियन अनुश्री आचार्यजीलाई। आउनुहोस् उहाँलाई स्वागत गरौँ। यहाँलाई कार्यक्रममा स्वागत छ। धन्यवाद। सबैभन्दा पहिला चाहिँ एकजना डाइटिसियनलाई आम सर्वसाधारणले चाहिँ कसरी चिन्ने होइन, अनि न्युट्रिसन र डाइटिसियन होइन को फरक के हो त्यो अलिकति बताइदिनुहोस् न, बुझ्ने भाषामा। जस्तै न्युट्रिसनिस्ट भनेको चाहिँ पोषणविद भनिन्छ नि होइन हामीले। पोषणविद चाहिँ कस्तो भयो भने तपाईँले 1 महिनाको कोर्स लियो, 2 महिनाको कोर्स लियो अथवा कसैबाट तालिम लियो होइन, तपाईँलाई चाहिँ पोषणविद भन्नु मिल्छ। तपाईँले गएर अरूलाई न्युट्रिसनको बारेमा भन्ने, यस्तो खानु यस्तो नखानु होइन। जस्तै गाउँ गाउँमा चाहिँ महिला स्वयंसेविकाहरू पनि जानुहुन्छ होइन, उहाँहरूलाई पनि पोषणविद भन्नु मिल्छ यदि उहाँले चाहिँ त्यो कोर्स लिनुभएको छ भने होइन। तर डाइटिसियन भनेको चाहिँ कस्तो प्रोफेसनल्स भयो भने जस्तै तपाईँको मुटुको छुट्टै डक्टर हुन्छ, आँखाको छुट्टै हुन्छ, दाँतको छुट्टै हुन्छ होइन। त्यस्तै गरेर तपाईँको खानाको छुट्टै डक्टर भनेर चिनिनको लागि चाहिँ डाइटिसियन्स भनिन्छ होइन। यो चाहिँ छुट्टै कोर्स भयो कि तपाईँको खानपिनलाई नै फोकस गरेर बनाएको एउटा नयाँ कोर्स भनौँ न होइन। जसले चाहिँ तपाईँको जस्तै कुनै पनि मान्छेलाई केही रोग लागेको छ, मेडिकल कन्डिसन केही छ उहाँको होइन, त्यो रोग लागेकोलाई कसरी क्योर गर्ने, कसरी त्यसलाई चाहिँ लाग्नै नदिनु, सुरुमा त लागिसक्यो भने त्यसलाई कसरी कन्ट्रोल गर्ने, अनि यदि त्यो कन्ट्रोल गरेर पनि हामीले सकेन भने चाहिँ त्यसलाई अब रोगलाई चाहिँ कसरी निको पार्न सकिँदैन भने पनि त्यसलाई यो हदभन्दा चाहिँ बढी नहोस् है भनेर चाहिँ त्यसलाई कन्ट्रोल कसरी गर्ने भनेर औषधि त छँदैछ होइन। औषधिको साथसाथमा तपाईँको राम्रोसँग डाइट पनि दियो भने त्यसलाई पनि कन्ट्रोल गर्न सकिन्छ। अब अहिले चाहिँ कतिसम्म आइसक्यो भने तपाईँको न्युट्रोजाइनामिक्स भन्छ एउटा टर्म छ होइन। न्युट्रोजाइनामिक्स भनेको चाहिँ तपाईँको डाइटबाटै तपाईँको जेनेटिक लेभल भन्छ नि, जुन हाम्रो पेरेन्ट्सबाट हाम्रो जिन आउँछ, डिएनए टेस्ट भनिन्छ होइन, त्यो जिनै चेन्ज गर्न मिल्ने क्यापेसिटी हुन्छ एउटा फुडमा चाहिँ के होइन। अब त्यो कसरी चेन्ज हुन्छ भने तपाईँको जुन डिएनएमा चाहिँ नेगेटिभ जुन हाम्रो क्रोमोजोम्सहरू चाहिँ अन भएर बसेको हुन्छ होइन, जुन चाहिँ विभिन्न रोगहरू लगाउने हुन्छ, नेगेटिभ जुन अन भएको हुन्छ त्यसलाई अफ गर्ने, जुन चाहिँ राम्रो चाहिँ अफ भएर बसेको हुन्छ त्यसलाई अन गराउन होइन। त्यसलाई चाहिँ खाना दिएर ट्रिगर गराएर त्यसलाई अन अफ गर्नु मिल्छ। त्यो लेभलको स्टडी भइसकेको छ बाहिर होइन। जुन चाहिँ अब नेपालमा चाहिँ मान्छेले सुरुमा त पोषणै बुझेको छैन, पोषण राम्रोसँग खानुपर्छ बुझेको छैन, त्यो भनेको त धेरै टाढाको कुरा होइन। जस्तो कुनै मान्छेलाई रोगको शङ्का लाग्यो भने अथवा रोग लाग्यो भने डक्टरलाई, सम्बन्धित डक्टरलाई भेट्न जाने चलन छ, भेट्न गइन्छ होइन। अब डाइटिसियनलाई चाहिँ कस्तो के भयो भने चाहिँ भेट्न जाने त, के भयो भने चाहिँ त्यो कन्सल्ट लिनको लागि चाहिँ कुन अवस्थामा जाने त? ओके, अब यो कुरा चाहिँ के हुन्छ भने जस्तै पहिला हाम्रो गाउँ गाउँमा पनि त डक्टर हुनुहुन्थेन नि त होइन, एचए हुनुहुन्थ्यो, एचएले सबै हेर्नुहुन्थ्यो होइन।
एज अ गाउँकै डक्टर भएर हेर्नुहुन्थ्यो होइन। त्यस्तै गरेर डक्टर्सहरू आउनु थाल्नुभयो, डक्टरले हेर्न थाल्नुभयो होइन। त्यस्तै गरेर अब डक्टरसँग के हुन्थ्यो भने चेकअप गरिदिनुहुन्थ्यो, औषध लेखिदिनुहुन्थ्यो। तर अब पेसेन्टले के सोध्थ्यो भने डक्टर मैले के खाने के नखाने डक्टरलाई नै सोधिन्थ्यो। किनभने डाइटिसियन भन्ने एउटा सब्जेक्टै थिएन, डाइटिसियन भन्ने एउटा प्रोफेसनै थिएन होइन। अनि डक्टरहरूले नै एन्सर दिन थाल्नुभयो कि त्यस पछाडि जति आफूलाई नलेज छ, जति आफूले पढेको छ त्यो अनुसारले जे गर्दाखेरि बेटर हुन्छ भनेर त्यो अनुसारले उहाँहरूले सजेसन दिन थाल्नुभयो होइन। अब बिस्तारै डाइटिसियनको प्रोफेसनल्सहरू नै आउन थाल्यो कि मार्केटमा। अब अहिले चाहिँ ट्रेन्ड के छ भने धेरै जस्तो हस्पिटलमा एउटा डाइटिसियन हुन्छ। इभन तपाईँले हेर्नुभयो भने जस्तै ठुल्ठुलो हस्पिटल, सबै हस्पिटल भन्दिनँ म होइन। जस्तै मेडिसिटीमा चाहिँ के छ भने बिरामीलाई डाइटिसियनले नदिइकन त्यहाँ प्रेस्क्राइब नगरिकन खाना पाउँदैन होइन। सो एउटा डाइटिसियनले रेकमेन्ड गरेको खानेकुरा चाहिँ एउटा पेसेन्टलाई दिइन्छ भनौँ न, चाहे त्यो बाहिर होस् चाहे त्यो इन्डिया होस्। अब नेपालको कन्टेक्स्टमा के छ भने डाइटिसियनलाई भेट्नलाई चाहिँ कतिपय डक्टरहरूले चाहिँ रेकमेन्ड गर्न थाल्नु छ आजकल चाहिँ यो कुरा चाहिँ मलाई भन्दा पनि एकजना डाइटिसियनलाई गएर सोध्नुहोस्, किनकि म बसेर तपाईँको प्लान बनाउन भ्याउँदैन होइन। किनकि तपाईँलाई हेरिसकेपछि मेरो अरू पेसेन्ट कुरिराख्नु भएको छ, उहाँलाई हेर्नु पऱ्यो, उहाँहरूको औषधिहरू लेखिदिनु पऱ्यो होइन। त्यो गरिसकेपछि फेरि अर्को पेसेन्ट हेर्न हतार हुन्छ। त्यो बसेर डाइट प्लान बनाउनु गाउनुहुँदैन होइन। अब त्यो बनाउनुको लागि चाहिँ छुट्टै एउटा डिपार्टमेन्टमा पठाइदिनुहुन्छ। अहिले चाहिँ डाइटिसियन त्यसरी चाहिँ रेकमेन्ड गर्नु थाल्नु छ। अब आफैले कसैले हेर्न खोज्नुहुन्छ भने कस्तो पेसेन्टहरू चाहिँ आउनुहुन्छ भने जसलाई थाहा छ डाइटिसियन भनेको के हो, म किन जानुपर्छ, मेरो डाइटको लागि चाहिँ मैले कोसँग कन्सल्ट गर्दाखेरि राम्रो हुन्छ, डाइटिसियन भनेको चाहिँ कस्तो मान्छे हो, किन चाहिँ मैले उहाँहरूसँग परामर्श लिनुपर्छ भन्ने कुराहरू जसले बुझ्नु भएको छ उहाँहरू चाहिँ आउनुहुन्छ होइन। अब जस्तै जसलाई चाहिँ नलेजै छैन, अब जस्तो भनौँ न गाउँको मान्छेलाई त एउटै चिज थाहा हुन्छ, डक्टर हुनुहुन्छ होइन। उहाँलाई नै अब गाउँबाट आउनुहुन्छ, डक्टरले चेकअप गर्नुहुन्छ, डक्टरलाई नै सोध्नुहुन्छ कि मैले के खाने के नखाने। अब डक्टरले त्यहाँबाट डाइटिसियनकोमा पठाइदिनु भयो भने उहाँहरू आउनुहुन्छ होइन। पठाउनु भएन भने डक्टरले नै जे भन्नुभयो त्यो अनुसारले खाएर बस्नुहुन्छ कि। ठिक छ। अब जस्तो अहिले कोरोनाको एक किसिमले महामारी चलिरहेको छ होइन, कोरोना चलिरहेको छ। त्यो अब यसको नियन्त्रणको लागि सरकारले निषेधाज्ञा लागू गरेको छ, मान्छेले घरमा बसिरहेको अवस्था छ। घरमा बस्दा के खाने, ब्यालेन्स कसरी गर्ने भन्ने कुरा पछि कुरा गरौँ एकछिनमा। अहिले चाहिँ कोरोना लाग्नै नदिनको लागि चाहिँ हाम्रो खानेकुरालाई चाहिँ कसरी ब्यालेन्स गर्ने, के चाहिँ खानुपर्छ त्यो अलिकति बताइदिनुहोस् न। ओके, यो चाहिँ कस्तो हुन्छ भने जस्तै कोरोनाको लागि मात्र होइन, कुनै पनि डिजिजको लागि होइन, तपाईँको इम्युनिटी सिस्टम एकदमै राम्रो छ भने डिजिजले एट्याक गर्ने जुन हाम्रो क्यापेसिटी शरीरमा हुन्छ नि त्यसले चाहिँ दिँदैन कि होइन। अब तपाईँको इम्युनिटी कमजोर छ भने सुरुमा त्यही मान्छेलाई एट्याक गर्छ। इम्युनिटी स्ट्रङ नहुनु भनेको बारम्बार बिरामी हुनु, राम्रोसँग खानेकुराहरू पुगिरहेको छैन होइन, मिलाएर खाइराख्नु भएको छैन। हाम्रो नेपालीको डाइट कस्तो छ भने हाम्रो जुन एउटा कोठे थाल देख्नुहुन्छ होइन, खाना धेरै हुन्छ, दाल हुन्छ, तरकारी हुन्छ, अन्डा माछा मासु भनेको प्राय हुँदैन, रेगुलरली खाइँदैन, कहिले कहिले खाइन्छ होइन। सो हाम्रो डाइट के छ भने प्रोटिन चाहिँ कम छ, कार्ब्स धेरै छ। कार्ब्सले तपाईँको के गर्छ भने जुन हाम्रो इनर्जीको लागि खासमा कार्ब्स खाइन्छ होइन, खायो इनर्जीमा कन्भर्ट भयो, यदि इनर्जीमा युटिलाइज भएन भने त्यो चाहिँ फ्याटमा कन्भर्ट भएर बोसो भएर शरीरमा जम्मा हुन्छ होइन। अब पहिला हाम्रो पुर्खाले के गर्नुहुन्थ्यो भने गएर खेतमा काम गर्नुहुन्थ्यो कि होइन। त्यो शैलीको खाना वाज इनफ होइन, मजाले भात खायो गयो खेतमा काम गऱ्यो। अहिले हाम्रो के छ टेबल डेस्कमै काम हुन्छ होइन, घरमा त्यति काम गरिँदैन, फिल्डमा गएर गर्ने कामै छैन सहरमा होइन। सो त्यो भएको हुनाले के भने खानाको प्याटर्न त्यही छ, काम घट्यो कि। अनि त्यो के भइरहेछ भने खानेकुराहरू चाहिँ हाम्रो खानाभन्दा बढी भएर गएर चाहिँ फ्याटमा कन्भर्ट भएर शरीरमा बोसोहरू चाहिँ अर्ग्यान्सहरूमा गएर डिपोजिट हुन थाल्यो होइन। अर्ग्यान्समा डिपोजिट हुन थाल्दा के भन्नु, जस्तै लङ्समा भयो भने लङ्सले राम्रोसँग कोही मान्छेले अलिक मोटो मान्छेलाई धेरै हिँड्नु लगायो भने स्यासा गर्छ, किन गर्छ, फोक्सनमा तपाईँको ऊ छ बोसो छ होइन। अब किडनीमा तपाईँको जम्यो भने आफ्नो जुन उसको हर्मोन सेक्रेसनको काम हुन्छ अथवा उसको फिल्टराइजेसनको काम हुन्छ त्यसले गर्न सक्दैन। हार्टमा भयो भने के प्रब्लम छ भने त्यसले क्लडिङ गर्न थाल्छ क्या। हार्ट एट्याक भनेको त पुरै त्यो तपाईँको जुन हाम्रो नली हुन्छ नि, नली पुरै ब्लक भइसकेपछि बल्ल हार्ट एट्याक हुने हो नि त होइन। तर त्यो जम्दै गएपछि त प्रेसर किन हुन्छ मान्छेलाई भने त्यो हार्टले राम्रोसँग पम्प गर्नै सक्दैन नि त होइन, फ्याटहरू धेरै भइसकेपछि। सो कुनै पनि रोगलाई लाग्न नदिनुको लागि उसको इम्युनिटी राम्रो हुनु पऱ्यो, ब्यालेन्स डाइट मिलाएर खानु पऱ्यो। अब हाम्रो शरीरमा चाहिँ के भइरहेछ भने नेपालको कन्टेक्स्टमा खाना बढी भइरहेछ, प्रोटिन दाल भात तरकारीमा जुन खान्छन्, दाल भनेको हाम्रो वेस्टर्न जस्तो हुँदैन अथवा इन्डिया जस्तो दाल खाइँदैन कि। थोरै दालमा एक कुकर दाल बनाएर खाइन्छ होइन, सुप बेस हुन्छ क्या, त्यो गेडागुडी बेस्ड हुँदैन, सुप धेरै राख्ने होइन, सुप बेस बढी हुन्छ। अनि सुपले चाहिँ हाम्रो त्यति प्रोटिन हुँदैन कि, जुन गेडागुडी खाइन्छ त्यो रेयरली खाइन्छ
होइन। अब माछा मासु अन्डा पनि रियरली खाइन्छ होइन, खायो भने एकैचोटि ल्याएर एक कराई बनायो एकै दिनमा सकायो होइन। तर म चाहिँ के भन्छु भने थोरै खाने डेली खाने बरु होइन। अनि अन्डाहरू प्रायः रेगुलरली खाइँदैन, कोही कोहीले होला दिनको एउटा अन्डा खानुहुन्छ, त्यो पनि 3 देखि 4 ग्राम प्रोटिन हुन्छ त्यसमा होइन। सो हाम्रो जस्तै तपाईँ 50 केजी हुनुहुन्छ भने तपाईँलाई दिनको 50 ग्राम प्रोटिन चाहिन्छ एउटा ब्यालेन्स डाइट पुऱ्याउनु मात्र होइन, तपाईँको इम्युनिटी स्ट्रङ गराउन। अनि वान अफ द मेन रोल भनेको प्रोटिनले खेल्छ क्या। तपाईँको चोट लाग्यो त्यसलाई घाउ निको पार्नको लागि प्रोटिन चाहियो होइन, नयाँ सेल्सहरू बनाउन प्रोटिन चाहियो, हर्मोन सेक्रेसनको लागि प्रोटिन चाहियो, ब्लडहरू बनाउन प्रोटिन चाहियो होइन। अनि जुन चिज चाहिँ हामीले खाएकै हुँदैन। अनि अर्को चिज भनेको जुन हामीले स्पाइसेसहरू युज गर्छौँ नि द्याट इज एकदमै राम्रो होइन, त्यसले पनि इम्युनिटी एकदमै हाम्रो बिल्ड गर्छ। सायद नेपालीलाई अलिकति कम असर गर्नुको रिजन वान अफ द रिजन इन्डिया र नेपालमा चाहिँ के हुन्छ नि स्पाइसेसहरू युज हुन्छ क्या हाम्रो खानाहरूमा रेगुलरली होइन। जस्तै तपाईँको जिरा भयो, धनियाँ भयो, तपाईँको बेसार भयो होइन, यसमा चाहिँ माइक्रोन्युट्रियन्टहरू धेरै हुन्छ, हाई हुन्छ। तर हाम्रो के पुगिरहेको छैन भने नेपालीको डाइटमा चाहिँ प्रोटिन पुगिरहेको छैन होइन। मिलाउनलाई चाहिँ के खाने जस्तो त्यो अब त्यसको लागि चाहिँ हाम्रो जुन नेपाली फुड छ नि दाल भात तरकारी जुन हामीले बिहान बेलुकी नै खान्छौँ त्यो नेपालमा मात्र होइन विश्वमा सबैभन्दा राम्रो खाना भन्छु म चाहिँ। मान्छेले डाइट गर्नको लागि खाना छोड्नुपर्छ भन्छ नि, म चाहिँ मान्दिनँ कि। तपाईँले पास्ता खानुहोस्, तपाईँले रोटी खानुहोस्, तपाईँले भात खानुहोस्, तपाईँले आलु खानुहोस्, तपाईँको कार्ब्सको सोर्स त चाहियो नि त केही न केही होइन। पाउरोटी खानुहोस् होइन, ओट्स खानुहोस्, म भात खाँदिनँ म ओट्स खान्छु भन्नुहुन्छ कि बाबा एउटै कुरा हो होइन, तर मिलाएर खानु पऱ्यो कि। तपाईँको दाल भात तरकारीमा पनि तपाईँको तरकारी हुन्छ, दाल हुन्छ अनि भात हुन्छ, त्यसमा चाहिँ तपाईँले अन्डा अथवा माछा मासु अथवा गेडागुडी केही न केही राख्नु पऱ्यो कि। अनि रेगुलरली सागहरू जुन पाउनुहुन्छ बारीमा अथवा किनेर लिएर आउनुहुन्छ होइन, केही न केही त सागको सिजन्स भइरहेको हुन्छ होइन, त्यो ल्याएर खानु। त्यति मिलायो भने पनि तपाईँको एकदमै एउटा गुड ब्यालेन्स डाइट मिल्छ क्या, अरू केही गर्नै पर्दैन। अनि दिनको 2टा फ्रुट, हाम्रो नेपालीको चलन के छ भने फलफुल पाए खाने नपाए नखाने होइन। दिनको 2टा मात्र फलफुल तपाईँले काटेर फ्यामिलीमा सबैजनाले बाँडेर खानुभयो भने पनि त्यसले रेगुलर वेमा खाँदाखेरि चाहिँ तपाईँको माइक्रोन्युट्रियन्टहरू डेफिसियन्सी हुन दिँदैन होइन। जस्तै खाएपछि चाहिँ हाम्रो बानी के छैन, सुन्तलाको सिजन आयो भने 2-3 किलो ल्यायो, 1 किलो एकैजनाले सकाइदिन्छ बरु होइन। तर त्यो रेगुलर वेमा थोरै गरेर खाने बानी छैन क्या नेपालीको होइन। बरु थोरै खानुहोस्, रेगुलरली खानुहोस्, 2टा फ्रुट दिनको खानुहोस् भनिन्छ होइन। सो फ्रुट 2टा रेगुलरली खाने, दुध खाने होइन, दुध तपाईँको क्याल्सियमको एकदमै राम्रो सोर्स हो। अनि जुन हाम्रो बेसार पानी भन्ने एकदमै हाई अहिले प्रचलनमा छ। मैले चाहिँ के भन्छु भने बेसारमा जुन खनिजहरू हुन्छ नि त्यो चाहिँ तपाईँको फ्याट बिना चाहिँ एब्जर्ब हुँदैन हाम्रो शरीरमा होइन। त्यसको लागि चाहिँ दुधमा चाहिँ हाम्रो फ्याट हुन्छ कि तर हुन्छ, त्यो चाहिँ तरले चाहिँ के गर्छ भने बेसारमा भएको तत्त्व चाहिँ हाम्रो शरीरमा इजिली एब्जर्ब गराउने चाहिँ बनाइदिन्छ होइन। जस्तै बेसारमा भाइटामिन सी हुन्छ, म्याग्नेसियम हुन्छ, तपाईँको जिङ्क हुन्छ होइन, तपाईँको मिनरल्सहरू टन्नै हुन्छ। अनि त्यो तपाईँको जुन त्यो पदार्थ छ त्यो चाहिँ तपाईँको फ्याट सल्युबल छ क्या सबै जति पनि छ। अनि फ्याट बिना त त्यो पानीमा त यतिकै खाएर त त्यो बडीमा लगेर राखेको मात्र हो कि त्यो एब्जर्बै हुँदैन होइन। सो मिलाएर खाँदाखेरि चाहिँ त्यही हो, दाल भात तरकारी भयो, दिउँसोको नास्ता हामीले खाइन्छ प्रायः तपाईँको रोटी खायौँ अथवा मोमो खाए पनि, चाउमिनै खाए पनि, जे खाए पनि बिहान र बेलुकी त हाम्रो ब्यालेन्स डाइट छ नि त होइन। त्यसोको टाइममा तपाईँलाई जे मनपर्छ त्यो खाने, तर आफ्नो एक्सिड चाहिँ नगर्ने क्या। जस्तै के हुन्छ नि कसैलाई मोमो मनपर्छ भने 1 प्लेट होइन 2 प्लेट 3 प्लेट 4 प्लेटसम्म पनि खाइदिनुहुन्छ होइन। कसैलाई चाउमिन मनपर्छ भने थोरै लिएर खाने बानी छैन कि, एक थालै चाहिन्छ मन परेको चाहिँ धेरै खाने, मन नपरे खाँदैन। हजुर। सो त्यो वेमा चाहिँ गर्नु भएन। जे कुरा पनि जस्तै हामीले चाहिँ के भन्छ नि धेरै खायो भने पानी पनि पोइजन हुन्छ होइन। मान्छे पानी धेरै खानुपर्छ भन्छ नि, पानी पनि पोइजन हुन्छ यदि तपाईँले धेरै खानुभयो भने होइन। सो त्यो कसरी ब्यालेन्स गर्ने भन्ने चाहिँ तपाईँको हाइट कस्तो छ, वेट कस्तो छ, कुन लेभल अफ एजमा हुनुहुन्छ, कुन जेन्डरको हुनुहुन्छ। जस्तै लेडिजमा पनि के डिफ्रेन्सिएट हुन्छ भने एभ्री टाइम तपाईँको पिरियड साइकलहरू भइरहन्छ होइन। त्यो बेलामा तपाईँको इम्युनिटी एकदमै डाउन हुन्छ, त्यो बेला खाने खाना र अरू बेला खाने टाइममा खाना खानेमा फरक हुन जान सक्छ होइन। कसैलाई त्यसैमा कम्प्लिकेसन्स हुनसक्छ, सो त्यसैलाई पनि मिलाउनु पर्ने कन्डिसन हुन्छ। सो हरेकको बडी तपाईँको कस्तो हुन्छ भने तपाईँकै कोही ट्विन्स हुनुहुन्छ भने पनि आइडेन्टिकल ट्विन्स है, नट अरू ट्विन्स पनि होइन, आइडेन्टिकल ट्विन्स हुनुहुन्छ भने पनि तपाईँको खानाको प्याटर्न उहाँको मिल्दैन होइन। टेस्टै फरक हुन्छ, तपाईँको चोइसेस फरक हुन्छ, तपाईँको प्रिफरेन्सेस फरक हुन्छ, तपाईँको एलर्जिजहरू छुट्टै हुनसक्छ होइन, मेडिकल कन्डिसन छुट्टै देखिन सक्छ। सो त्यो भएको हुनाले चाहिँ ट्विन्समा त मिल्दैन भने जेनरल पपुलेसनमा त झन् मिल्ने कुरै आउँदैन।
ठिक छ। अब जस्तो इम्युनिटी पावरको लागि चाहिँ यसरी ब्यालेन्स मिलाएर खायो भने हुन्छ भन्ने कुरा भयो होइन। जस्तो कोही मान्छेलाई चाहिँ अब कोरोना लागिहाल्यो भने चाहिँ के कुरामा ध्यान दिने, खानेकुराको ब्यालेन्स कसरी मिलाउने, के खाने, त्यो अलिकति बताइदिनुहोस् न। ओके, अब यसमा चाहिँ के हुन्छ भने कोरोना लागिसकेपछि चाहिँ हाम्रो शरीरमा एट्याकिङ भनेको लङ्सदेखि नै हुन्छ होइन। अनि प्लस तपाईँको इम्युनिटी जसको एकदमै कम हुन्छ उसलाई चाहिँ एकदमै च्यापेर जान्छ कोरोनाले होइन। अनि तपाईँको स्मेल हराउने, तपाईँको टेस्टहरू हराउने चाहिँ केही खानेकुरा चाहिँ मिठै लाग्दैन कि। अनि मान्छेले के गर्नुहुन्छ भने खान सक्दिनँ भनेर छोडिदिनुहुन्छ कि। अब यो टाइममा चाहिँ के हो भने मेरो लागि मिठो लागेर खाएको होइन कि, यो मेरो मेडिसिनै हो भनेर खानेकुराहरू चाहिँ खानु पऱ्यो होइन। अब त्यो खानामा चाहिँ के हुन्छ भने झोलिलो कुराहरू धेरै खाने, तपाईँको चबाएर खाने गाह्रो हुन्छ नि त, त्यो टाइममा टेस्ट मिठो नलाग्न सक्छ। मजाले जुन चाहिँ तपाईँको सुप बेस्ड त ड्रिङ्क मात्र गरिदिनु भयो नि त होइन, मासुको झोल बनाएर खान सक्नुहुन्छ, क्वाटीहरू बनाएर खान सक्नुहुन्छ होइन। जुन हाम्रो खिचडीहरू हुन्छ इजिली स्वालो हुने टाइपको फुडहरू, खिचडीहरू भयो, जौलोहरू भयो होइन, त्यो बनाएर खान सक्नुभयो होइन। त्यस्तै गरेर त्यो जौलोमा पनि भेजिटेबल्सहरू कट गरेर त्यसमा मिक्स बनाएर खाने कि होइन। अनि जुन फुड चाहिँ जस्तै सातुहरू भयो, दुधमा चाहिँ सातुहरू घोलेर खाने बिहान ब्रेकफास्टमा होइन। त्यस पछाडि तपाईँको खाना भयो, खाना खान सकिँदैन भने जौलो भए पनि बनाएर खाने। दिउँसोमा तपाईँको रोटीहरू खान सकिँदैन भने तपाईँको मासुको झोलहरू छ भने त्यो रेगुलरली खाने, अन्डाहरू बोइल गरेर खाने, अथवा तपाईँको अम्लेटै बनाएर खानुहुन्छ भने पनि त्यसले पनि तपाईँलाई इनर्जी नै दिन्छ होइन। सो त्यो खानु पऱ्यो। नट्सहरू हुन्छ हाम्रो, जुन नट्स भनेको चाहिँ तपाईँको आलमन्ड भयो, काजु भयो। अब वेट बढी छ, वेट कसैको धेरै छ भने चाहिँ काजुहरू अलिकति अभोइड गर्नु। आलमन्डहरू, ओखरहरू जुन हामीले खाइरहेको हुन्छ हाडे बदामहरू, त्यो चाहिँ बढिदिनु पऱ्यो नट्समा पनि होइन। अनि डिनर गरिसकेपछि राति सुत्ने बेला चाहिँ दुधमा बेसार थोरै हालेर खानुभयो भने चाहिँ त्यसले चाहिँ तपाईँको बडी पेन जुन सिम्टम्सहरू देखिरहेको हुन्छ इम्युनिटी कम भएको हुनाले, अथवा कोरोनाको जुन वान अफ द सिम्टम्स भन्छ होइन, त्यो ब्याक पेनहरूलाई चाहिँ रिलिफ गराउन चाहिँ दुध र बेसारले हेल्प गर्छ होइन। सो त्यो कुराहरू चाहिँ लिन सक्नुहुन्छ बेलुकीमा। बिहान चाहिँ दुधमा चाहिँ सातु, दिनको 2 गिलास दुध भयो होइन। तपाईँको दाल भात तरकारी मिलाएर ब्यालेन्स सेक भयो, दिउँसोको खाजा भयो, अनि त्यस पछाडि रातिको खाना भयो, अनि सुत्ने बेला दुध र बेसार। यो चाहिँ यति मात्र सिम्पल डाइट अहिलेलाई चाहिँ होइन। यति मात्र फलो गर्नुभयो भने पनि कोही हदसम्म तपाईँको बेटर हुन्छ। प्लस अब फ्रुट्स चाहिँ खाने कि नखाने भनेर एकदमै धेरै क्वेसन छ। चिसो चिजहरू सकेसम्म अभोइड गर्नु भनिरहेको छ होइन। फ्रुट चाहिँ के भन्छु भने तातो पानीमा एकछिन डुबाएर निकालेर बरु खानुहोस् होइन, अभोइड चाहिँ नगर्नु। फ्रुट्स जति खानुहुन्छ तपाईँको माइक्रोन्युट्रिएन्ट त्यति नै त्यसले चाहिँ तपाईँलाई दिइरहन्छ। यो खाना हुँदैन भन्ने चाहिँ त्यस्तो के पनि छैन। नखानु भनेको चाहिँ कस्तो चिजहरू नखानु भन्ने हुन्छ भने जुन चाहिँ तपाईँको जस्तै अहिले WHO ले भनेको छ नि, कोल्ड ड्रिङ्कहरू नखानु, तपाईँको स्विट्सहरू नखानु। त्यो चाहिँ किनभने तपाईँको त्यसले पहिलेदेखि नट जस्ट कोरोनालाई मात्र होइन कि, त्यसले चाहिँ इम्युनिटी बिगार्ने काम गर्छ नि त होइन। इम्युनिटी बिगारेपछि त झन् वर्स्ट केस जान्छ नि त। त्यो कोरोनाको लागि मात्र होइन, कुनै पनि डिजिज कन्डिसनको लागि इज नट गुड होइन। तपाईँको सफ्ट ड्रिङ्क खानुभयो भने डायबेटिक पेसेन्ट छ, उसलाई कोरोना भइरहेछ, उसले सफ्ट ड्रिङ्क खायो भने उसको सुगर स्पाइक हुन्छ, उसलाई झन् बढी रिस्क हुन्छ होइन। कोही मान्छेलाई प्रेसर भइरहेछ, उसले चिप्स खायो, बाहिर एडेड सल्ट भएको खानेकुराहरू खायो, जङ्क फुडहरू खायो भने उसलाई त त्यो प्रेसरले झन् हान्ने चान्सेस हुन्छ होइन। कोरोनाको लागि मात्र होइन, तपाईँको इम्युनिटीको लागि मात्र होइन, अरू चिज जुन हाम्रो दैनिक लाइफस्टाइल भनौँ न होइन, दैनिक लाइफस्टाइलमा पनि भनिरहेको छ नि, बाहिरको प्रोसेस फुड नखाऊ, प्याकेज फुड नखाऊ होइन, सफ्ट ड्रिङ्क्सहरू नखाऊ, अल्कोहल नखाऊ, स्मोकिङ नगर, यो भनेको कुरा त जेनरल कुरा भयो नि होइन। इम्युनिटीको लागि स्ट्रङ बनाउनुको लागि जे कुरा अरू बेला खाइन्छ त्यही कुरा खाने हो। जुन चाहिँ अरू बेला इम्युनिटी घटाउनुको लागि जुन खानाहरूले चाहिँ असर गर्छ त्यो कुरा जुन अभोइड गरेर चाहिँ त्यही कुरा घटाउने हो कि होइन। अब यो जङ्क फुड भन्ने चाहिँ अहिले ट्रम हटाइसकेको छ। अहिले अब जङ्क फुड भन्नु मिल्दैन होइन, कुनै पनि फुडलाई जङ्क भन्यो भने त्यसलाई खानेकुरा भन्नु मिल्दैन भन्ने आइरहेछ होइन। सो अब यो जङ्क भन्ने हटाइसकेपछि त हामीले प्रोसेस फुड भन्न मिल्यो, प्याक्ड फुड भन्नुभयो होइन, तपाईँको फास्ट फुड भन्न मिल्यो, जङ्क भन्न मिलेन होइन। सो यो कुराहरू चाहिँ खान मिल्दैन। अरू जुन हाम्रो नर्मली घरमा अब अहिले मार्केटमा चाहिँ के छ भने खाना रासन पाइरहेको छैन, जे एभाइलेबल छ त्यही खाइराख्नु परिरहेछ होइन। तरकारी भनेको जस्तो पाइरहेको छैन। सो मैले यो तरकारीहरू कसरी म्यानेज गरौँ होइन, अथवा मैले कसरी खानेकुराहरू म्यानेज गरौँ भनेर चाहिँ धेरैले क्वेरिजहरू सोधिराख्नुहुन्छ क्या। म के भन्छु भने मार्केटमा तपाईँले भिन्डी पाउनुहुन्छ, भिन्डी ल्याएर खानुहोस् होइन, जेको पाउनुहुन्छ त्यही ल्याएर खानुहोस्, यही अहिले यही खानुपर्छ भन्ने छैन कि। तपाईँको क्वाटी होला होइन, क्वाटी त धेरै टाइमसम्म स्टोर गरेर राख्नु मिल्ने टाइपको फुड भयो नि त, भिजाएर त्यही क्वाटी नै बनाएर खानु पनि सक्नुहुन्छ
होइन। तपाईँको हाम्रो स्टोरेज गरेर राख्ने पहिलेदेखिको चलन भने गुन्द्रुकहरू एकदमै स्टोर गरेर राख्ने चलन थियो। त्यस्तो टाइपको फुडहरूलाई अलिकति बढी प्रिफरेन्स दिने हो कि यो टाइममा होइन, जुन चाहिँ हामी गएर बाहिर मार्केटमा गएर ल्याएर खान नसकिने कन्डिसन छ होइन। स्टोर गरेर राखेको फर्मेन्टेड फुडहरू भनौँ न, जस्तै हामीले चाहिँ धेरै जसो तपाईँको फर्सीहरू सुकाएर राख्ने, मुलाहरू सुकाएर राख्ने होइन, तपाईँको गुन्द्रुकहरू बनाएर राख्ने जुन हाम्रो चलन छ त्यो चलनलाई नै हामीले फलो गरेर लिएर जान सकिन्छ कि मसौराहरू बनाएर राखिन्थ्यो पहिलेदेखि होइन। सो त्यस्तो टाइपको ड्राई टाइपको फुडहरू जुन चाहिँ हामीले रेगुलरली नपाउँदाखेरि पनि युटिलाइज गर्न मिल्ने फुडहरूलाई चाहिँ अलिकति बढी प्रायोरिटी दिनु भने त्यसलाई पनि एकदमै हाई प्रोटिन छ। मकै पहिला मान्छेले दाल भात तरकारी कहाँ खान्थ्यो त, मकै भोट मासुले नै गुजारा गर्थ्यो नि त होइन। सो वी डोन्ट नो हाउ टु युटिलाइज फुड भन्छु क्या म चाहिँ। छ खानेकुरा नभएको होइन, मार्केटमा पनि छ, तर त्यो भएकै चिज अब जस्तै ओट्स पाएन अरे मार्केटमा, घरमा खाना त छ नि त, त्यो ओट्स खोजेर जानु परेन नि त होइन। त्यो मान्छेको त्यो कन्सेप्टै चेन्ज भइसक्यो क्या अहिले चाहिँ। कन्फ्लेक्सै चाहियो, बिस्कुटै चाहियो, ओट्सै चाहियो, घरमा सातु छ, सातु खायो हुन्छ बिहान ब्रेकफास्टमा होइन। तपाईँको दाल भात तरकारी छ, यु डोन्ट निड त्यो बाहिरको खानेकुरा, ब्रेडै चाहिन्छ होइन, रेगुलरली ब्रेडै चाहियो अथवा ओट्सै चाहियो भन्ने त छैन नि त। अब जस्तो यो इम्युनिटी पावरको कुरा आयो होइन, धेरै जसो अब इम्युनिटी पावर बढाउनु पर्छ होइन। अब एउटा एकजना सामान्य मान्छेले चाहिँ मेरो इम्युनिटी पावर कति रहेछ कसरी थाहा पाउने होइन, मेरो चाहिँ अब कोरोनासँग लड्नलाई चाहिँ मसँग त्यो बराबरको इम्युनिटी पावर छ कि छैन, बढाउनलाई के गर्ने भन्ने कुरा त धेरै जसो आइरहेको हुन्छ, तर इम्युनिटी पावर भनेको के हो, अब मसँग कति छ भन्ने चाहिँ कसरी थाहा पाउने त्यो चाहिँ? इम्युनिटी पावर अब एउटा सरल भाषामा भन्दा चाहिँ रोगसँग लड्ने क्षमता होइन। तपाईँ पहिलेदेखि नै कुनै एउटा रोगको शिकार हुनुहुन्छ भने तपाईँको इम्युनिटी अभियसली अलरेडी लो छ होइन। जस्तै कसैलाई हाइपरटेन्सन होला भनेको तपाईँको उच्च रक्तचाप होला होइन, कसैलाई मधुमेह होला, सुगर होला होइन, कसैलाई तपाईँको थाइरोइड होला, कसैलाई पिसिओएसको प्रब्लम होला, कसैलाई के को प्रब्लम होला, औषधि केही न केही कसैले न कसैले खाइरहेछ, इम्युनिटी अलरेडी लो छ होइन। बच्चामा पनि जसको चाहिँ फ्रिक्वेन्टली बिरामी भइरहेको छ होइन, जस्तै केही भयो कि चाँडै ज्वरो आइहाल्ने, रुगा लगाइहाल्ने, कसैलाई त्यो प्रभाव एकदमै पहिलेदेखि देखिरहेछ भने उहाँहरूको पनि इम्युनिटी लो छ होइन। बारम्बार बिरामी भइरहेको छ कोही मान्छे, इभन एडल्टमा पनि कोही मान्छे बारम्बार बिरामी भइरहेछ भने उहाँहरूको पनि इम्युनिटी लो छ। लाइफस्टाइल कस्तो छ त होइन, रेगुलरली एक्सर्साइज गर्ने मान्छे हो कि दिनभर सुतेर बस्ने मान्छे हो, त्यसमा पनि डिपेन्ड गर्छ। तपाईँको बडी वेटमा पनि डिपेन्ड गर्छ, जसको चाहिँ कतिवटा रिसर्चले के देखायो भने कोरोनाले पनि त्यो मान्छेलाई एट्याक गर्छ जसको चाहिँ वेटहरू बढी छ होइन। तपाईँको बिएमआई भनिन्छ, तर बिएमआईमा मात्र म जान्दिनँ, बिएमआईले चाहिँ के भन्छ भने तपाईँको हाइट अनुसारको बडी वेट भन्छ होइन। तर योभन्दा पनि के हुन्छ नि, हाइट अनुसारको बडी वेट हेर्दाखेरि त तपाईँको रेस्लरहरू पनि ज्याङ्गो त ज्याङ्गो हुन्छ नि त, हाइट अनुसारको बडी वेट त उनीहरूको पनि हुँदैन, तर उनीहरूको शरीरमा के हुन्छ नि मसल्स हुन्छ क्या। तर जसको शरीरमा चाहिँ हुनुपर्ने बोसोभन्दा बढी छ, फ्याट पर्सेन्टेज भन्छ हामीले होइन, जसको शरीरमा चाहिँ त्यो बढी छ उनीहरूलाई चाहिँ एट्याक गर्ने सम्भावना बढी हुन्छ, किनकि जसको शरीरमा बडी बोसो छ उसको चाहिँ अर्ग्यान्सहरूमा पनि बोसो हुन्छ क्या, अनि इम्युनिटी डाउन हुन्छ। एउटा वेटको कन्डिसन भयो, अर्को तपाईँको डिजिज कन्डिसन भयो, अनि अर्को तपाईँको बारम्बार बिरामी हुने, यो प्रकारको मान्छेहरूलाई चाहिँ इम्युनिटी एकदमै कम हुन्छ। अब जस्तो यो कोरोना आइसकेपछि चाहिँ जस्तो अघि हामीले कुरा गर्नुभयो, बेसारको कुरा गर्नुभयो होइन, बेसार, अदुवा, अम्बाको पातको कुराहरू, अनि यो कोदोको सुपको कुराहरू, यी कुराहरू एकदम भाइरल भइरहेछ सोसियल मिडियाहरूमा कि यिनीहरूले चाहिँ अलिकति कन्ट्रोल गर्ने हो कि यिनीहरूको भूमिका के हुन्छ कोरोनाबाट जोगिन होइन, कोरोना लागिसकेपछि? ओके, यसमा चाहिँ म के भन्छु भने अब मैले सुनेको कुरा चाहिँ अरूको केही पनि थियो भने फिटकिरी पानीले गार्गल गऱ्यो भने काइन्ड अफ तपाईँको इन्फेक्सन हुने चान्सेस कम हुन्छ भनेर पनि सुनेको थियो। अब यो तपाईँको आयुर्वेदिकबाट आएको चिजहरू भयो, पहिले पुर्खाहरूले युज गर्ने मेडिसिन भनेको फिटकिरी थियो होइन। त्यसै गरेर अम्बाको बोटमा पनि देयर इज सर्टेन त्यो तत्त्वहरू चाहिँ हुन्छ, बेसारमा पनि हुन्छ, के भन्छ भने जस्तै बेसारको इक्जाम्पल दिन्छु, एन्टिबायोटिक र एन्टिमाइक्रोबियल जुन फ्याक्टर्स हुन्छ नि, एन्टिसेप्टिक फ्याक्टर्सहरू त्यो चाहिँ बेसारमा पनि हुन्छ होइन। त्यस्तै गरेर अहिले जति पनि फेमस भएको चिजहरू छ यसमा केही न केही ब्याक्टेरियल अथवा एन्टिसेप्टिक केही न केही चाहिँ हुन्छ होइन। तर यो कोरोना भनेको चाहिँ भाइरस हो क्या, हामीले त्यो कुरा बुझ्नु पऱ्यो। भाइरसले एट्याक गरेर अरू माइक्रो अर्गानिजम्स, अरू ब्याक्टेरियाले पनि एट्याक नगरोस् त्यो टाइममा, किनकि भाइरसले एट्याक गरेको टाइममा त इम्युनिटी लो भएको हुन्छ मान्छेको, अरू चिजले पनि एट्याक गर्न सक्छ। त्यो एट्याकबाट चाहिँ झन् क्रिटिकल कन्डिसनमा जाने सम्भावना बढी हुन्छ। जस्तै कोरोना भाइरस लाग्यो कसैलाई, त्यसैबाट निमोनिया भयो, निमोनिया त तपाईँको ब्याक्टेरियाले गराउने हो नि त
होइन। सो त्यो कन्डिसनसम्म चाहिँ नआउँछ है भनेर चाहिँ अरू वेज अप्नाउन सकिन्छ, तर कोरोना भाइरसकै लागि भनेर चाहिँ हुँदैन होइन। अनि त्यो जुन तपाईँको भनिरहेछ नि तपाईँको बेसार पानी खाने, बेसार दुध खाने सबैको लागि सुट गर्दैन। जस्तै मेरो बडी एउटा छ, अर्कोको बडी एउटा छ, मलाई सुट गर्ने चिज उसलाई नगर्न सक्छ, उसलाई गर्ने चिज मलाई नगर्न सक्छ। पहिला योभन्दा अगाडिको जुन एउटा कोभिड वेभ आएको थियो त्यतिखेर गुर्जो एकदमै फेमस भएको थियो होइन। त्यसमा मान्छेले कतिसम्म लियो भने गुर्जो खानुपर्छ भनेर सबैले खायो। इभन कतिवटा केसमा डेथको कन्डिसनमा पनि देखेँ। एउटा कन्डिसनमा चाहिँ मैले के पाएँ भने प्रेग्नेन्ट वुमेन रहेछ, उसलाई कोरोना भएछ, फ्यामिलीले प्रेसर गर्नु भएछ इनलसतिरबाट खानुपर्छ तिम्रो कोरोनाको लागि भनेर उसको मिसक्यारेज भएछ होइन। सो सबैले सुट गर्दैन क्या, सबैको मेडिकल कन्डिसनमा सुट गर्दैन। अब प्रेग्नेन्सीमा सुट गर्दैन, ल्याक्टेसनमा सुट गर्दैन, तपाईँको बडीको कन्डिसन पर हुन्छ। झन् फिमेलको त डिफ्रेन्ट स्टेज अफ कन्डिसन भइहाल्यो, मेल र फिमेलमा पनि डिफ्रेन्स, कसैलाई सुट गर्ने कसैलाई नगर्ने हुन्छ। फिमेलभित्रमा पनि कसैलाई सुट गर्ने कसैलाई नगर्ने हुन्छ, मेलभित्रमा पनि कसैलाई सुट गर्ने नगर्ने हुन्छ, प्लस एज वाइज पनि। बच्चालाई सुट गर्ने चिज छ भने 60+ नगर्न सक्छ होइन, 40लाई गर्न सक्छ भने बच्चा र वृद्धलाई नगर्न सक्छ होइन। सो हाम्रो चाहिँ के छ भने दुध बेसार हाम्रो लागि राम्रो भनेर आयो भने हामीले फ्यामिली बच्चादेखि बुढापाका सबैलाई खुवाइदिन्छ होइन। गुर्जो राम्रो भन्यो भने बच्चाले पनि त्यही खुवाउँछ, आफूले पनि त्यही खान्छ, हाम्रो सिनियर सिटिजनलाई पनि त्यही खुवाउँछ भन्नु होइन। सो त्यो भइरहेछ क्या नेपालको कन्टेक्स्ट। जस्तो यो खानेकुरा चाहिँ मैले खान हुन्छ कि हुँदैन भनेर चाहिँ सर्वसाधारणले अब भनौँ न हरेक ठाउँमा डाइटिसियन त एभाइलेबल छैन, कसरी थाहा पाउने त? अब यो चाहिँ एभाइलेबल नभएको ठाउँमा हामीले चाहिँ अब त्यही भएर पनि अहिले चाहिँ मैले अब के प्रयास गरिरहेको छु भने कोरोनाको लागि नै स्पेसिफिक भनेर अहिले हाम्रो अर्गनाइजेसनले फ्री कल हुन्छ नि तपाईँको विदाउट एनी चार्ज, जस्ट फोन गरेर मलाई यो खाना हुन्छ हुँदैन भनेर चाहिँ हामीले पुरै सर्भिस दिइरहेछ होइन। तपाईँको के खाने नखाने ड्युरिङ कोरोना, आफ्टर कोरोना, बिफोर कोरोना भनेर होइन। त्यो चाहिँ अब हामीले स्टार्ट गरेका छौँ। अब कतिलाई चाहिँ अब त्यो रिच आउटै भएको छैन त्यो कुरा होइन। अब डाइटिसियन छैन भने कमसेकम डक्टरलाई त सोध्न सकिन्छ नि त। डक्टरलाई बिरामी भइसक्यो, जस्तै कोरोना लागिरहेछ अथवा फ्यामिलीमा कसैले लागिरहेछ, उसले त अभियसली डक्टरको परामर्श त लिन जान्छ नि त होइन। लिन जाँदाखेरि कमसेकम डक्टर मैले चाहिँ यो गर्न लाग्छु हुन्छ कि हुँदैन मेरो कन्डिसनमा भनेर त सोध्नु मिल्यो नि त। डायबिटिज होला, हाइपरटेन्सन होला, पहिला देखाइरहेको टन्नै डक्टर्सहरू होला होइन, रेगुलर जाने ठाउँ होला, अब चिनेको आफन्तमा कोही होला होइन, अब फ्यामिलीमा कोही न कोही अलिक टाढाको भए पनि चिनेको कोही न कोही त हाम्रो फ्यामिलीमा डक्टर अथवा नर्स अथवा तपाईँको कोही न कोही हेल्थ प्रोफेसनल त हुन्छ नि त होइन। त्यो कोही न कोही भएको बेलामा मेरो चाहिँ यो कन्डिसन छ, मैले यो खाम कि नखाम भनेर त सोध्न त सकिन्छ नि। मान्छेले त्यति पनि गर्दैन क्या, उसलाई सुट गरेछ भनेपछि मैले पनि खानुहुन्छ भनेर खाइदिन्छ। हजुर। जस्तो यो पछिल्लो समय चाहिँ इम्युनिटी पावर बढाउनकै लागि भनेर पौष्टिक आहारहरू खानुपर्छ, फलफुल खानुपर्छ, यो खानुपर्छ, त्यो खानुपर्छ भन्छन् होइन। अब जस्तो सहरी क्षेत्रमा अलिकति आर्थिक रूपले सम्पन्न मान्छेहरूले त अब फलफुल लगायतका अरू कुराहरू पनि खान सक्छन्। अब जस्तो ग्रामीण ठाउँमा चाहिँ त्यो फलफुल चाहिँ मौसम अनुसारको उपलब्ध नहुन पनि सक्छ, अनि भए पनि आर्थिक अवस्थाको कारणले खान नसक्ने हुन्छ। अब जस्तो हामी आफ्नो घरमै भएको, आफ्नो भान्सामा भएको कुरा, आफ्नो कलेजा बारीमा भएको कुरा, त्यसलाई चाहिँ फलफुलको जुन फलफुलले दिने हुन्छ नि त, त्यसलाई कसरी मिलाउने त्यो खानेकुरा त्यसलाई? अब त्यसमा चाहिँ के भनिन्छ भने जुन हामीले तरकारीबाट पाइन्छ त्यही कुरा चाहिँ म्याक्सिमम हामीले फ्रुट्सबाट पनि पाउने चिज त्यही हो। अब त नेपालको कन्टेक्समा के छ भने तरकारी धेरै खाइँदैन नि त होइन। तरकारी पनि खाने अनि फलफुल पनि खाने भने बल्ल त्यो मात्र मिलाउन सकिन्न, सजिलो हुन्छ। ग्रामीण भेगमा तपाईँको तरकारीहरू मजाले इनफ छ भने त्यही तरकारी भए पनि धेरै बनाएर खानु पर्यो होइन। जस्तै तपाईँको करेसाबारीमा साग टन्नै होला, सहरमा त्यो एभाइलेबल नहोला सपोज होइन। साग टन्नै छ भने साग मजाले बनाएर भातसँग साग खाने होइन। गुन्द्रुकहरू रेगुलर बनाएर खानुहुन्छ, मकै भट्मास टन्नै हुन्छ होइन, कोदो हुन्छ, फापर हुन्छ, एकदमै हाई तपाईँको प्रोटिन भयो, मिनरल्स भयो, एकदमै धेरै हुन्छ त्यसमा, जिङ्कहरू हुन्छ होइन, सबै चिज हुन्छ। हाम्रो घरमा तरकारीहरू पकाउँदाखेरि जुन हाम्रो गाउँतिर त झन् प्योर हल्दीहरू हुन्छ, त्यो बेसारहरू हुन्छ होइन, प्योर मसलाहरू हुन्छ, प्योर जिराहरू हुन्छ, केही नमिसाएको तपाईँको स्पाइसेस ल्वाङहरू हुन्छ, सुक्मेलहरू हुन्छ होइन। त्यो घरमै भएको चिजहरूलाई चाहिँ हामीले युटिलाइज गरेर खान सक्नु पऱ्यो कि। हामीलाई चाहिँ के छ भने हामीलाई महँगै चिज मात्र राम्रो भन्ने हाम्रो कन्सेप्ट छ कि होइन। घरमै एभाइलेबल चिजलाई पनि जस्तै हामीले के बुझ्दैनौँ भने घरमा दाल छ तर मसँग आटा छैन भने मैले रोटी बनाएर खान सक्दिनँ भन्ने हाम्रो मेन्टालिटी छ कि। तर त्यो दाललाई भिजाएर त्यसैलाई पिसेर त्यसैको रोटी बनाएर खान सकिन्छ तरकारी मिसाएर भन्ने हाम्रो कन्सेप्ट छैन होइन।
कालो दालको पनि रोटी बन्छ, पहेँलो दालको पनि रोटी बन्छ, रातो दालको पनि रोटी बन्छ होइन। कोदोको रोटी बन्छ, फापरको रोटी बन्छ, आटै चाहिन्छ भन्ने छैन नि त होइन। सो चामलको रोटी बन्छ होइन। सो चामलकै कति धेरै परिकार बनाएर खान सकिन्छ, आलुकै कति धेरै परिकार बनाएर खान सकिन्छ होइन। सो मान्छेले चाहिँ के छ भने त्यसलाई कसरी आफूलाई आफ्नै किचनमा भएको अथवा आफ्नै बारीमा भएको चिजलाई चाहिँ कसरी डिफ्रेन्ट वेमा बनाएर खान सक्छु भन्ने कुरा नै थाहा छैन क्या। जस्तै मकै छ, भटमास छ, त्यसको सातु बनाएर त खान सकिन्छ नि त, त्यो पनि गरिरहेको हुँदैन क्या मान्छेले दाल भात तरकारी नै चाहिन्छ, त्यो पनि गाउँमा पनि क्या अहिले चाहिँ होइन। अब गाउँमा कोदो हुन्छ, फापर हुन्छ, मकै छ, भटमास छ, तर भोकमरी छ भन्छ क्या। उसलाई के भयो, दाल भात तरकारी छैन त्यही भएर भोकमरी भयो भन्ने हो क्या। त्यो छन त छ नि त्यहाँ, मकै भटमास पनि छ, कोदो पनि छ, फापर पनि छ, सबै छ नि त। त्यो मेन्टालिटी त्यो भयो। हजुर। अब जस्तो के भन्छ भने हाम्रो भान्सा पनि एउटा सानोतिनो चाहिँ मेडिकलै हो भन्छन् होइन, एउटा औषधालय नै हो भन्छन्। त्यहाँ भएको त्यो स्पाइसीहरू मरमसलाहरूलाई चाहिँ जस्तो कतिपय चाहिँ मिसाएर खाँदाखेरि चाहिँ हानिकारक हुन्छ कतिपय कुराहरू पनि भनिन्छ होइन। त्यो मरमसलाहरूको बारेमा अलिकति बताइदिनुहोस् न, त्यो कुन परिकारमा कसरी राख्दाखेरि चाहिँ होइन त्यसले चाहिँ स्वास्थ्यलाई राम्रो फाइदा गर्छ। ओके, अब जस्तै हाम्रो जुन हाम्रो किचनमा रेगुलर युज हुने धनियाँ भयो, जिरा भयो होइन, जिरा मेथी पनि भयो है, मेथीको धुलोहरू पनि युज गरिन्छ, गेडाहरू युज गरिन्छ, जसको चाहिँ अब इक्जाम्पल दिन्छु कुनै कुराहरूको होइन। जस्तै कसैलाई चाहिँ प्रेसर एकदमै लो हुने प्रब्लम छ भने मेथी खानै भएन, झन् लो गराउँछ होइन। त्यस्तै गरेर जिराहरू भयो, जिरा चाहिँ हाई वेमा खायो भने तपाईँको कम्प्लिकेसन्सहरू जस्तै मेडिकल कम्प्लिकेसन छ, किडनीको कम्प्लिकेसन छ भने खान मिल्दैन होइन। त्यस्तै गरेर तपाईँको किडनीमा प्रब्लम छ भने तपाईँको जुन हाम्रो अर्को चिज खान नहुने भनेको बेसार खानै हुँदैन होइन। अनि त्यस्तै गरेर तपाईँको जुन हाम्रो मरिचहरू हालिन्छ चियामा, गरम मसलाहरू हालिन्छ होइन। कसैको पेट रिलेटेड इस्युज छ, पहिलेदेखि अल्सरहरू भइसकेको छ होइन, त्यस्तो कन्डिसनमा कसैलाई पाइल्सहरू छ भने एक्स्ट्रा धेरै मसलाहरू खाने बित्तिकै गाह्रो हुन्छ होइन। सो त्यो कुराहरू चाहिँ के हुन्छ भने जे कुरा पनि लिमिटेड एमाउन्टमा थोरै खाँदाखेरि कुनै चिजले पनि असर गर्दैन होइन। तर त्योभन्दा बढी उसको जस्तै कुनै एउटा मान्छे छ, ऊ 50 किलो छ, 5'2" जस्तो उसको हाइट छ, अनि त्यस पछाडि 30-34 अराउन्डको रेन्ज छ भने उसको बडीमा यो चिज चाहिँ यदि गरेर खायो भने योभन्दा बढी एक्सिड भएन भने उसलाई कहिले पनि रिस्कमा जाँदैन भन्ने एउटा कन्डिसन हुन्छ कि। त्यो कन्डिसन बनाइदिने काम चाहिँ हाम्रो भयो होइन। यो मान्छे यो छ, यो छ, यो उसको मेडिकल कन्डिसन, अब पहिला मेडिकल कन्डिसन नहुँदै आएको भए झन् बेटर हुन्थ्यो। अब मेडिकल कन्डिसन छ भने पनि यसलाई एक्सिड हुन नदिनको लागि चाहिँ यो खानेकुराहरू चाहिँ यो तपाईँको लिमिटभन्दा बढी चाहिँ नखानुहोस् भनेर तोकिदिएको हुन्छ। त्यो तोकिदिइसकेपछि उसलाई त्यो सजिलो भयो नि त होइन। जब तपाईँको मेडिकल कन्डिसन फेरि केही एड हुन्छ अथवा तपाईँको ब्लड लेभल्स मिल्दैन, तपाईँको कन्डिसन्सहरू मिल्दैन, अनि फेरि आएर चेन्ज गर्नु त भयो। अब जस्तो भनेपछि थोरै कुरा चाहिँ मरमसला जति पनि छ भएभरको राखेर खाँदा पनि केही फरक पर्दैन, तर कन्डिसन वाइज भन्छ है यो चाहिँ। जस्तै मेडिकल कन्डिसन इन्क्लुड नभएको मान्छेलाई चाहिँ द्याट्स फाइन। कोहीलाई चाहिँ स्पाइसेसमा पनि एलर्जी हुन्छ क्या। जस्तै कसैलाई उसको मरिचको एलर्जी हुनसक्छ होइन। कसैलाई चाहिँ तपाईँको त्यो हाम्रो बिरेनुन हुन्छ नि, बिरेनुनको एलर्जी हुन्छ, कसैलाई खानै नहुने हुन्छ होइन। अब कसैलाई चाहिँ तपाईँको जिरा खानै नहुने हुन्छ। त्यो कस्तो हुन्छ भने मान्छेले थाहा हुँदैन कि यो खाएपछि मलाई यसले एलर्जी हुँदो रहेछ भन्ने कुरा चाहिँ धेरै लङ टर्म पछि मात्र थाहा हुन्छ होइन। तर हामीलाई चाहिँ के हुन्छ भने यो खानु भएको थियो हो, यो खाएपछि कति टाइमसम्म खानुभयो, के गरेर खानुभयो भनेर उसले अब भन्छ नि त 24 आवरमा त मैले यो खाएँ, यसरी खाएँ, यो गरेर खाएँ, मेरो साथीले मलाई टन्न जिरा पानी खाऊ भनेर भनेर मैले खाइदिएँ, मलाई यस्तो भयो भनेपछि हामीले बुझिहाल्छौँ कि उसको सिम्पटम्स हेरेर उसको चाहिँ यस्तो कन्डिसन रहेछ भन्ने कुरामा चाहिँ। अब जस्तो अहिले यो निषेधाज्ञाको कारण धेरै मान्छे कलभित्र छन् होइन। अब जस्तो मर्निङ वाक पनि गर्न नपाएको अवस्था छ, एक्सर्साइज कम छ। अब जस्तो सहरी क्षेत्रमा बसेका मान्छेहरूको त एकदम त्यो शरीरले अलिकति पनि त्यो व्यायाम पाएकै छैन। अनि खाने, सुत्ने, टिभी हेर्ने होइन, गेम खेल्ने, यो त्यो यस्तो भइरहेको अवस्था छ। अनि घरमा बस्दाखेरि कतिपयलाई चाहिँ भोक लागेलाई गर्ने, फेरि अब यसो किचनमा गयो खानेकुरा देख्ने बित्तिकै झन् भोक बढी लाग्ने, अनि व्यायाम नहुने, खानेकुरा चाहिँ खाएको खाइ गर्ने। त्यो गर्दाखेरि एकातिर चाहिँ मोटोबलको समस्या छ होइन, अर्कोतिर त्यसले चाहिँ शरीर चाहिँ झन् समस्या ऊ भएको छ होइन। यस्तो अवस्थामा चाहिँ के गर्ने, अब खानेकुराको ब्यालेन्स कसरी मिलाउने त अब यो चाहिँ कस्तो छ भने मैले चाहिँ के भन्छु भने एक्सर्साइज गर्नुको लागि घरबाट बाहिर निस्किनै पर्छ भन्ने पनि छैन।
मर्निङ वाक जाने इभिनिङ वाक जाने हामी वाक जाँदा बिस्तारै गइन्छ कि नट द्याट प्रपर एक्सर्साइज भन्छु म चाहिँ होइन घरमै तपाईँले योगा गर्न सक्नुहुन्छ तपाईँले स्किपिङहरू होला स्किपिङहरू खेल्न सक्नुहुन्छ होइन छतमै अथवा वरिपरि जहाँनिर छ त्यहीँ खेल्न सक्नुहुन्छ घरमै फ्यामिलीमा एकछिन निस्केर तपाईँको ब्याडमिन्टन हुन्छ नि आफ्नै एरिया छ भने आफ्नै एरियामा नभए माथि एकछिन छतहरूमा खेल्न सक्नुहुन्छ होइन त्यो बाहेक बेस्ट अहिले चाहिँ के भइरहेछ भने मेन्टल इस्युज पनि धेरैको भइरहेछ घरमै बस्ने तपाईँको तनावहरू हुने न्युज हेर्दाखेरि पनि नेगेटिभ थट्सहरू आउने होइन सो त्यो भएर चाहिँ मैले अहिले धेरैले एक्सर्साइजमा चाहिँ के दिइरहेको छ भने 1 घन्टा डान्स गर्नुहोस् होइन मजाले गाना बजाउनुहोस् आफ्नो फेभरेट जुन हुन्छ आफूलाई एकदम मन लाग्ने गाना जुन हुन्छ त्यो बजाउने त्यो गाना सुनुन्जेलसम्म के हुन्छ भने मेरो घरमा तरकारी छैन मैले अहिले बेलुकी यो काम गर्नु छ मैले यो गर्नु छ न्युज यस्तो आइरहेछ भन्नेतिर ध्यानै जाँदैन क्या तपाईँको गाना हुन्जेलसम्म गानामै दिमाग गइरहन्छ होइन प्लस तपाईँ नाचिराख्नुहुन्छ तपाईँको होल बडी थर्किन्छ क्या त्यो भएपछि तपाईँको पसिना पनि भयो इन्टरटेन पनि भयो तपाईँको मेन्टल हेल्थ पनि मेन्टेन भयो तपाईँको एक्सर्साइज पनि भयो होइन एउटा चाहिँ वान अफ द फर्म अफ द एक्सर्साइज अहिले मैले एकदमै दिएको भनेको 1 आवर डान्स चाहे तपाईँले त्यो बिहान गर्नुहोस् अथवा बेलुकी गर्नुहोस् होइन किनकि कतिपय फिमेलले के भन्छ बिहान उठ्ने बित्तिकै घरमा कामसाम गरेर भ्याउँदिनँ भन्नुहुन्छ बेलुकी टाइम निकालेर गर्नुहोस् होइन अब जसको चाहिँ अब बेलुकी भन्दा पनि होइन मलाई बिहानमै गऱ्यो भने फ्रेस फिल हुन्छ भन्नुहुन्छ भने बिहानमा गर्नुहोस् होइन सो त्यो टाइपको चाहिँ एक्सर्साइजहरू मैले रेकमेन्ड गरिरहेको छु होइन अब त्यो एक्चुअली के हुन्छ भने 1 घन्टाको त्यो स्पेयर टाइम आफूलाई निकाल्ने बानी परिसकेपछि त्यो मान्छेले त्यो नगरुन्जेलसम्म अरू के गरौँ भन्ने त्यो टाइम छुट्टिन थाल्छ क्या त्यो टाइम एकचोटि छुटिसकेपछि बल्ल अरू एक्सर्साइज दिने हामी त्यसमा होइन तपाईँले यो गर्नुहोस् यतिचोटि चाहिँ तपाईँले माथि तल गर्नुहोस् अथवा तपाईँले हिँड्नुहोस् अथवा तपाईँले यो टाइपको एक्सर्साइज गर्नुहोस् अनि बानी परिसकेपछि मान्छेलाई 21 देखि 90 दिन लाग्छ लाइफस्टाइल चेन्ज गर्नु होइन त्यो 90 दिनसम्म उहाँले गरिसकेपछि त्यो 1 घन्टा उहाँले केही गर्नु भएन भने त्यो डान्स गर्नु भएन भने मैले के गरिनँ आज जस्तो फिल हुन्छ क्या त्यो भइसकेपछि अनि बल्ल अरू एक्सर्साइज त्यसमा हाल्यो भने मान्छेले गर्छ तर अब रेगुलर सुतिरहेको मान्छेलाई चाहिँ भोलिदेखि तैँले एक्सर्साइज गर्नु पऱ्यो भने चाहिँ उसले मरै गर्दैन होइन सो त्यो वेमा चाहिँ हामीले प्रोसेसमा चाहिँ लिएर गइरहेको छ अब एक्सर्साइजको कुरा चाहिँ यसरी गर्न सकिने भयो अब खानेकुरालाई चाहिँ कसरी मिलाउने त अब झन् एक्सर्साइज गरेर झन् बढी खान मन लाग्ने होला होइन होइन अब खानेकुरालाई चाहिँ कसरी मेन्टेन गर्ने भने मैले अघि पनि भनिहालेँ आफूले जुन हाम्रो जुन यो कोठीथाल भन्छ नि होइन कोठीथालमा जहाँ हामीले खाना राख्छौँ नि त्यहाँ चाहिँ तरकारीहरू राख्ने जहाँ चाहिँ दाल राखिन्छ त्यहाँ चाहिँ खाना राखेर खानु पऱ्यो कि भोक लागेको रहेछ भने के गर्ने त्यो भोक लागेको बेलामा चाहिँ त्यसको लागि चाहिँ सल्युसनमा के भन्छु भने स्यालेडहरू हुन्छ नि होइन काँक्रो हुन्छ मुला हुन्छ गाजर हुन्छ भोक लाग्यो भने त्यो निकालेर खाइदिनु होइन चुज यर फुड वाइजली भन्छु क्या तपाईँ गएर मासु धेरै खाने अथवा आलुको परिकार बनाएर खाने कि घरमा स्यालेडहरू छ फलफुलहरू छ त्यो गरेर खाने होइन दही छ दुध छ के छ त्यो निकालेर खाने होइन तपाईँको क्यालोरी लेस भएको खानाहरू चुज गर्नु पऱ्यो कि त्यो भयो भने तपाईँको जस्तै 1 चम्चा पिनट बटर खानु र 1 थाल तपाईँले फ्रुट्स खानु बराबर हो होइन तर तपाईँले 1 चम्चा खायो भने पेट भरिँदैन 1 थाल फलफुल खानु भयो भने पेट भरिन्छ नि त होइन सो त्यो फुड सेलेक्सनमा चाहिँ थाहा हुनु पऱ्यो कस्तो टाइपको फुड मैले लिने भने एउटा स्याउ खाने कि मैले बटर लगाएको मजाले ब्रेड खाने भन्ने कुरा चाहिँ फरक हुन जान्छ कि हुन्छ हामी अब कार्यक्रमको कुराकानीको अन्त्यतिर आइपुगेका छौँ हजुर अब यो जस्तो कोरोना सङ्क्रमित होइन मलाई कोरोना होला कि भनेर डराएर बसिरहेकाहरू र आम सर्वसाधारणलाई एउटा मेसेज दिनु पऱ्यो भने के दिनु चाहनुहुन्छ ओके उहाँहरूलाई चाहिँ म के भन्न चाहन्छु भने अहिले एकदमै रिस्कको टाइम छ होइन हामीले जति यसलाई एकदमै नर्मलाइज गरेर लिइरहेछौँ नि कोरोना केही होइन जस्तो फिल भइरहेछ तर अहिलेको कन्डिसन भनेको अक्सिजन पाइरहेको छैन बेड छैन आइसियु छैन मेडिकल अब त कहिलेसम्म भयो भने स्टाफहरू तपाईँको नर्स भयो डक्टर भयो जति पनि हेल्थ प्रोफेसनल छ उनीहरू पनि कोरोना भएर उनीहरू पनि घरमा छ होइन अब उनीहरूले आएर तपाईँले चेकअपै गर्न सकेन भने हस्पिटलले पेसेन्ट लिन छोडिदिन्छ होइन चाहे तपाईँको आइसियु नै होस् भेन्टिलेटर होस् अक्सिजन होस् अरूतिर गरेर आउला तर डक्टर नर्सै छैन हेल्थ प्रोफेसनल नै छैन भने त्यो उपाय नै छैन होइन सो के भन्न चाहन्छु भने घरमै बस्नुहोस् जे एभाइलेबल छ त्यही खानुहोस् होइन त्यसैले न्युट्रिसन मिलाउनुहोस् बाहिर गएर तपाईँको केही हुनेवाला छैन कि अहिले चाहिँ आफ्नो चाहिँ अहिले लाइफ सेभिङ मोडमा छौँ हामी होइन लाइफ सेभिङ मोडमा जे एभाइलेबल छ जसरी छ त्यो खाने इम्युनिटी बढाउने घरमा बस्ने हेल्दी खाने त्यो तपाईँको कस्तो हुन्छ भने आउटफुड जुन हामीले अब बाहिर गएर मोमो बनायो पिज्जा बनायो होइन घरमै त्यो खाएर एकदमै हेभी टाइपको फुड खाएर 2-3 महिनापछि सर्टेज भएर केही खानेकुरै नबच्ला होइन त्यो कन्डिसन पनि हुनसक्छ नि भन्न सकिँदैन होइन अहिलेको यो कन्डिसनमा सो जे छ मेन्टेन गरेर खाने चाहे त्यो बच्चा होस् अथवा वृद्धको कस्तो हुन्छ भने तपाईँको उहाँहरूको च्युइङ जुन क्यापेसिटी हुन्छ चबाएर खान सक्नुहुँदैन
उनीहरूलाई चाहिँ झोलिलो दिनुपर्ने कन्डिसन हुन्छ। बच्चाले के हुन्छ भने उनीहरूलाई देखेको कुरा उनीहरूले हतपत मन पराउँदैन, तरकारीहरू खान सक्दैन, त्यसलाई अब रेसिपीहरू कसरी चेन्ज गरेर दिने होइन। कुनै पनि बच्चालाई बानी पार्नको लागि चाहिँ पेरेन्ट्सको रोल हुन्छ कि यो खाऊ यो नखाऊ भनेर उसले खाँदै खाँदैन, उसलाई त्यो बानी पार्नुपर्छ। जस्तै हामीले पनि चियामा यदि चिनी हामीले नहालेको चिया खान चाहिँ 1 हप्ता टाइम जस्तो लाग्छ हामीलाई बानी पार्न भने बच्चाको त भर्खर त्यो टेस्टहरू बुझिरहेको हुन्छ। सो उसलाई अब बन्द खाएन भनेर उसलाई कल गरेर जबरजस्ती गर्नु भन्दा नि कसरी बनाएर दिँदाखेरि चाहिँ उसले खान्छ होइन। प्लस आज एक दिन दियो उसले खाएन भने छोड्ने होइन कि 1 हप्तासम्म उसलाई दिइराख्यो भने बल्ल उसलाई बानी पर्छ। हामीले के चाहिँ आज बन्द दियो उसले खाएन, भोलिपल्ट उसलाई ल्याएर भिन्डी दिन्छ, त्यो पनि खाँदैन उसले होइन। उसलाई त्यो एउटा चिज दिइसकेपछि त्यसैलाई नै कन्टिन्युटी एटलिस्ट 1 हप्ता त दिनु पऱ्यो नि त। सो त्यसरी चाहिँ अब बच्चालाई त्यसरी केयर गर्नुहोस्। अब वृद्ध चाहिँ अब कस्तो हुन्छ भने झुलिलो अनि त्यस पछाडि चबाउन सक्ने टाइपको खानेकुराहरू दिएर इम्युनिटीहरू बुस्टअप गर्ने, आफ्नो लागि चाहिँ जे खाएर चाहिँ आफ्नो अहिले हेल्थ मेन्टेन गर्न सक्नुहुन्छ त्यो खाने, त्यो गरेर अब घरमै स्टे गर्नु चाहिँ म सजेसन दिन चाहन्छु। हस्, अब यहाँसम्म आएर हामीलाई यति धेरै खुराक पस्किदिनु भयो, त्यसको लागि यहाँलाई धेरै धेरै धन्यवाद। मलाई पनि कार्यक्रममा बोलाएर होइन केही सेयर गर्न पाएँ। मैले चाहिँ अब धेरैजना चाहिँ अन्यलमा हुनुहुन्छ कि के खाने के नखाने के गर्ने अहिलेको टाइममा भनेर होइन। सो त्यो एउटा प्लेटफर्म पनि भयो उहाँहरूको लागि एउटा मेसेज दिनको लागि। सो तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद बोलाउनु भयो। थ्याङ्क यू। हस् त, कार्यक्रम स्वास्थ्य पथमा आज हामीले द न्युट्रिसन केयर नेपालका म्यानेजिङ डाइरेक्टर डाइटिसियन अनुश्री आचार्यसँग कुराकानी गऱ्यौँ। उहाँको सल्लाह सुझाव र अनुभवले हामीलाई स्वस्थ रहन खुराकहरू मिलेको छ। कार्यक्रम स्वास्थ्य पथको अर्को श्रृङ्खलामा फेरि नयाँ विषय र नयाँ पात्रका साथ उपस्थित हुने नै छु। त्यतिन्जेलसम्मका लागि बिदा दिनुहोस्। नमस्कार।